जुले जुले हो आम्ही बौद्ध थापुलेली झानलाई पिनको सस्तो पिनको या जुले सानिला जुले महँगा मरे थाङ्गा हेलो नमस्ते आज चाहिँ हामी तिमालमा आइपुगेको छौँ हेलो गुरु सन्चै हुनुहुन्छ ठिक छ एकदम कतिखेर आउनुभयो माथिबाट काठमाडौँबाट काठमाडौँबाट त हामी 4:30 मा तयारी गरेर लगभग 5 बजी हिँडेको थियौँ बौद्धबाट अनि यहाँनिर चाहिँ कति बजी आइपुग्यो थ्याङ्क यू सो मच गुरु ओके वेलकम अब हामी नेकोरामा जाँदैछु सबैले तिमाल भन्छ म आज हजुरहरूलाई राम्रो प्रष्टसँग तिमाल देखाइदिन्छु है त हेलो नमस्ते एभ्रीबडी पिपुल अल्सो सबैजनालाई आज म तिमाल देखाउँछु यहाँ चाहिँ बाटोमा पसल छ पसल चाहिँ एकदम बुद्ध चित्ताको हो तिमाल पो पाउने नै बुद्ध चित्ता हो यहाँ हेर्नु त पसलै पसल आहा यो चाहिँ बिरुवा पनि बेच्न राख्नु भएको छ ओहो ओ एक कोल माडा बाँडेर पठाइदिनु त लुलु ल बुद्ध चित्तको बोर्ड यो अहिले चाहिँ सबै पातहरू सही छ पान प्रब्लम दाइजिम कहाँ ओहो हेलो यहाँबाट चाहिँ ओह्रालो झर्नुपर्छ अलिकति लगभग 200-300 मिटर तल झर्नुपर्छ हामी सिँढी नै सिँढी राम्रो बाटो छ 200-300 मिटर ठिकै छ नेकोरामा यति धेरै टाढाबाट आउनुपर्छ 1 घन्टा हामी कोरो गरेर हामी केही हुँदैन अब यो चाहिँ पकुला भन्दो रहेछ यसलाई कोल्दे पनि भन्छ उ यसलाई कोल्दे तामाङ भाषाबाट कोल्दे यो तोरी भन्छ नाम यहाँबाट 2टा बाटो छुट्टिन्छ एउटा चाहिँ तोङसङ कुण्डम जाने भन्ने छ ढुप्चु जाने बाटो अब हामी चाहिँ लाग्ने भनेको चाहिँ हामी यारीनागमा जान्छु टफुङमा स्याप्चे भएको ठाउँमा यताबाट चाहिँ लाग्यो भने हामी यता पुग्छौँ ढुप्चुमा तोङसङ कुण्ड ढुप्चु गुरु अनि यताबाट तल जान्छौँ हामी अब हामी यताबाट लाग्छौँ तिल मुलाई छिजो हाल खबर व्यापार बिजनेस ठीक मुलाई ओहो जो आज छार पसार खोल्ला जिम यार ओहो यति लगाएको भाइ खावा तिउने युमल भन्दा पनि छार तँलाई चाहिँ बिमले ल हामी बिस्तारै लाग्छौँ अनि बुद्ध चित्त भनेको चाहिँ यही हो ल यो अहिले चाहिँ पात झरेर बसेको छ अबको 1-2 महिना पछाडि फेरि फुल खेल्न थाल्छ आज म हजुरहरूलाई तिमाल देखाउन जाँदैछु तिमालको पनि स्याप्चे भन्छ गुरुटफुक भन्छ यारिना पनि भन्छ त्यो सबै नामले चिनिने एउटै मात्र तिमाल हो जुन बाटो काठमाडौँदेखि लगभग 70देखि 80 किलोमिटर समथिङ छ यो अहिलेको समयमा चाहिँ त्यति बाटो पिच हुन सकेको छैन हजुर अरू आउन सक्नुहुन्छ जुन सानो गाडी पनि लिएर आउन सक्नुहुन्छ अलि बिस्तारै आउनुपर्छ धेरै छिटो आउनलाई अलिकति बाटो त्यति पिच भएको छैन केही समय पछाडि पिच हुने सम्भावना धेरै ठुलो आशा छ तपाईको
धेरै कच्ची छैन, 20 देखि 22-23 किलोमिटर मात्र कच्ची छ। तर त्यस्तोलाई कच्ची भनिँदैनौँ हामी नेकोर गर्न आउने बेलामा यतिलाई हामी नर्मली मान्छौँ। किनभनेदेखि हामी भनेको धेरै धर्म गर्ने ठाउँ भनेको अलिकति दुःखै गरेर जानुपर्ने हुन्छ। यो सिँढी पनि एकदम राम्रो छ। पछिल्लो समयमा यो सिँढी बनाएको नि लगभग 8-10 वर्ष हुँदैछ। अहिले फेरि अर्को भरन्डा हल्दैछ यहाँ। म हजुरहरूलाई राम्रोसँग देखाउँछु है त। यो मेरो युट्युब च्यानलमा तपाईँहरूलाई सके सब्सक्राइब गर्नु, नसके लाइक गर्नु। युट्युब च्यानलमा आउँछ रकम तामाङमा। ल हजुरहरूले मेरो युट्युब च्यानलमा हेरेर साथ दिनु होला। ओहो टिक्ला बमाले काल ठाइ भयो हो नि। कतिवटा ठाइ धोलौँ? 108 वटा। तिन त 108 वटा हुन्छ। ए 108 वटा लुङदरको लागि रहेछ यो। हुन्छ ल अहिले यता झ्याप्दा या हुन्छ संसार पैसे जे ग्रेनाइन एसी धर्मल गेला मुलाले झ्याप्दाले त। यो चाहिँ अहिले खाल्डोहरू चाहिँ आहा धेरै राम्रो कुरा सुने आज चाहिँ। यो खाल्डो जुन देख्दैछु नि म, यो चाहिँ लुङदरको लागि अरे। 108 लुङदर चाहिँ अब यो बाटो बिजी हुने छ नेकोरमा। धेरै खुसी लाग्ने कुरो हो तिमालमा। यो आज राम्रो कुरा सुने मैले। यो लुङदरको लागि 108 लुङदरको चाहिँ अहिले पल खोप्दै हुनुहुन्छ। ल ओहो तिलमुलम जुराम हल्का भर मियालाम अबै आखाम रे ठीक मुला तुम जवा दला फलाना से सोपी तला है 108 लुङदर खाइ में जिन्दो बा नंगर दे ओ नंगर में जिन्दो बा रेन मुन रोजर मुला। ओहो ल धन्यवाद। लोसार र शुभकामना। ल हसो ओहो तिमालमा खुसी लाग्यो। तिमालमा तपाईँको के छ भन्दाखेरि लोसारको चाहिँ तपाईँको 108 लुङदर चाहिँ थान्बा ओज झन्डा क्या बरी पूर्व सौभाग्यन मोल जम्मन खाल्डो खैसासी एकदम खुसी दाजी। 108 लुङदर चु खान गिर थान्बा खारङ दल स्याप्चेरी वाउ नि तिङै बसी खब जा खलांसी बिसम चु जा जा याङला सिक्किम गेम से दो टोनमुगा दिन लामा गदे हनी गल्ला सेम दसम ngata dan sugo pas pincel mula आमा खुसी लाग्यो खै यतै हेर्नु नि एकचोटि। हजुर तपाईँ कति वर्ष पुग्नु पऱ्यो आमा? म अब 80 पुग्नु 2 वर्ष छ। अबै सिक्किमदेखि आउनुभएको? हजुर फेब्रुअरीदेखि चाहिँ 79 मा लाग्छ है म। ओ आमाले धेरै ठुलो वर्षको आमाले लिएर आउनु भएको छ। आशीर्वाद दिँदै नियाकुल गर्दै हिँड्नु है। हुन्छ यहाँलाई नमस्कारी 70-80 वर्ष तपाईँ 1 वर्ष चाहिँ कम हो बा आमा कदे भसिदा सिंगाई खासी टिमुला हनीला उनसंगरी भिडियो जा 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 हनी से जनाला सिंगन सुगो सुजागो लुङदर त लागिरी तिनी ख्वाब जिन्ची नंगर रेन गुनु लोसार त लागिरी रेडी त दोब्रो 108 लुङदर सुमार ओहो सो जयला पसल मुनियो पसल एकदम ओहो बुद्ध चिता पसल तिमाल एकदम तिमालला ग्ला चुरा हुँदा मुनियो मराङ्गो जनलाई सियाको ओहो आज चाहिँ म 1 घण्टा समथिङको भिडियो बनाउँछु तपाईहरुलाई हेर्न सक्नुहुन्छ तिमाल प्रष्टै। म धेरै चोटि आइसके यहाँ तैपनि आज चाहिँ म राम्रोसँग भिडियो बनाएर युट्युबमा हाल्ने छु। धेरै भयो युट्युबमा हालेको नेकोरमा ल
हो तस्तेले गणबगती तस्तेले जब खम्मन मुला ओहो यहाँ नाम सर जेको सिक्किम नंदे कोरबर दोगा मुला अभी रानी सोला जोम ओहो लोसार त लागि रे एकदम खाल्डो ठाइस तमासेम जुरी डुङ्गा थानबारी रो कति 108 रो 108 खद्राम राला मंग्याम छिन राला दरे yang tamang ल मिन्ते माल यामसे हो के हेलो नमस्ते हजुरहरूलाई म आज जुन तिमालमा सबै कस्तो छ भनेर देखाउँछ है त लास्टसम्म हेर्नु होला है त भिडियो नमस्ते तस्तेले लस्सो फ्याफुल्ला म चाहिँ तामाङकै छोरा भए पनि अलिकति टिबिटियन ल्याङ्ग्वेज जान्छ है त ल हजुरहरूलाई नेपाली कुरो गरेर पनि अलिकति भोटे स्टाइलले जान्छ म बौद्धमा बसेको कारणले यहाँ चाहिँ भोलिदेखि अथवा पर्सिसम्ममा चाहिँ 108 लुङदर हुनेछ यहाँ ओहो गन्बा जब हमन शुभ लस्सो फ्यापुल्ला ओहो माला एकदम पसल यहाँलाम है ओहो व्यापार बिजनेस ठीक मुला ठीक ठिकान मलाई बिदोजी राइट ओहो ओहो आके लासो तिलमुलो हाल खबर ठीक बिदोजी ओहो चुजा दिलो चिल्लप चु जिल्लाफ गोरु रेमर्जला जिल्लप गुरु नम्बर चाहिँ जिल्लाफ थे बागलसी जमा न दो मला हुन्छ कति वर्ष त आइके यसि सन् 59 वर्ष जी ओहो कानमा दोजिम कानमा दोसी खेप दोजी खेपम दो बना रे कानमा जा दोजी खेपै अलि खेप दोजी ला आके लासो याङलाम चोरी लोसार मानव लगा ठीक त भाइ नि पहिलो एकदम ज्याउदाकै तासम नगारे न खाला आके हजुर ngay तिमल्ला न हो के तिमल्ला nga तिमल बोर्जेम ल लसो ल यहाँबाट चाहिँ हामी तल रोशी खोला बिपी हाइवे देख्छौँ हामी यहाँबाट बिपी हाइवे देखाउँछ है त म यो रोशी खोला बिपी हाइवे हो ल अहिले बनाउँदै गरेको रोशी खोला बिपी हाइवे हो यो एकदम देख्न सक्नुहुन्छ है त अहिले सबै खोला छ बाटो सब खोलाको बाटो एकदम बिपी हाइवे हो यो चाहिँ त्यति राम्रो देखाएको छैन तै पनि ठिकै छ ल अहिले बनाउँदैछ बिपी हाइवे पनि आज चाहिँ एउटै भिडियोमा सबै हर चिज देखाउँछ है त तपाईँहरूलाई आज चाहिँ म तिमालको युट्युबमै हाल्ने भनेर चाहिँ माथिदेखि नै भिडियो बनाउँदैछु के गर्नु कुनै स्क्रिप्ट हुँदैन भिडियो जस्तोको तस्तै हो जस्तो आउँछ त्यस्तै हो भिडियो भनेको यो डाँडा काँडा पहाडहरू हो यहाँलाई नाम्सदिम हो नाम्सदिमरी ढुकपरे बजेसी पत्ता लाभा भ्याउनु छु है त सिँढीहरू हो एकदम यहाँ एकदम डेन्जर ठाउँ छ ल यो सबै पेजाहरू यो सबै छेउ भन्छ जति पनि देखेको छेउहरू भन्छ बाटो सबै देखाउँछु तपाईँहरूलाई म चाहिँ याक्सा नाक्पो पनि भन्छ तर यारिना भन्छ सबैलाई यारिना भनेको चाहिँ ने भन्दो रहेछ टिबिटियन भाषाबाट यारिना भन्छ सबैलाई यारिना भनेको ठाउँको नाम हो रहेछ तामाङ भाषाबाट घुर्रेम्बुर चाहिँ ने बिहोराङमा छु अहिले देख्न सक्नुहुन्छ मान्छे कति हुन्छ तल कहाँदेखि आउनुहुन्छ हो यहाँ हाम्रो गुरु हुनुहुन्छ यहाँ तस्तेले यहाँ यस्तो गुरुहरूको नियाहरू यसरी राख्नुहुन्छ यहाँतिर पनि अब हामी स्याप्चेमा पुग्न लाग्यो है त हामी अहिले कहाँ जानेछौँ भनिदिनुहोस्
हामी अहिले गुरु डफुक स्याप्चे हजुरहरूलाई देखाउने छु। अब एकैछिनमा है त पुगिहाल्यो। अब हामी यही हो स्याप्चे। अब स्याप्चे यही हो, हामीले देख्छौँ। गुरुको स्याप्चे हो यो एकदम। गुरुको स्याप्चे हो यो एकदम। गुरुको स्याप्चे र एकदम सबै प्रष्ट देख्न सक्नुहुन्छ। ल के भनिन्छ भने गुरु स्याप्चे हो। हो कहाँदेखि आउनुभयो हजुरहरू? हामी काठमाडौँबाट लगभग 3-4 घन्टाको बाटोबाट हामी यहाँ आइपुग्यौँ। कहाँदेखि तपाईँहरू? हामी बौद्धबाट आएको हामी बौद्धबाट आएको है। हामी बौद्धबाट ल्याएको भुटानीहरूले हामी भुटानीहरू अब अर्कोमा जाने होला नि गुरु उतापट्टि। हामी बस लिएर आएको। बसमा आउनुभएको हो। कस्तो लाग्यो हजुरहरूलाई? हैट हजुरहरूले देख्न सक्नुहुन्छ। नमस्ते। अहिले म तिमालको चाहिँ नेकोरा भन्छ यो तिमाल भन्ने ठाउँमा गुरुको दर्शनको लागि उहाँहरू सबै सिक्किमदेखि आउनुभएको हो। यो एकदम भिरमा हो। एक मिस्टेक गेम खलास। यो चाहिँ माथि चाहिँ तपाईँको निस्किने बाटो छ। यो मुनिबाट गुरु हो, गुरुनी हो। तल जान्छु म, तल देखाउँछु हजुरहरूलाई। तल निहाल छ टन्नै। यहाँभित्र चाहिँ डफुक हो, गुरु डफुक। यहाँबाट हामी भित्र छिर्छौँ। यो बाघको मुख भन्छ यसलाई चाहिँ। यो छोयाहरू भन्छ यसलाई। यो गुरु ढुप्सी गरेको बेलामा छोयाहरू भन्छ यसलाई चाहिँ। यताबाट हामी भित्र जान्छ। भित्र गएर हामी चाहिँ यसरी देखाउँछौँ। यो भित्रको हो। यो सबैले गा भन्छ। यो चाहिँ गा भन्छ। यो चाहिँ फुर्पा भन्छ। यतापट्टिबाट ढुङ्गार भन्छ। अनि यहाँबाट माथि जान्छ। यहाँबाट चाहिँ यहाँबाट माथि निस्किने बाटो छ। अहिले चाहिँ बत्ती भएको छैन। त्यो स्विच अन गरिदिनु त गुरु। अझै ए बत्ती छैन रहेछ आज। यहाँबाट माथि जाने हो। म देखाउनलाई एकजना लिएर आउँछु ल। पैसा यहाँ एकदम पुरा छ गुरुको।
ऊन गले हेलो नमस्ते उहाँ चाहिँ अहिले सबैजना फेरि उन्दोलमा लाग्ने यहाँ तल तल हजुर कहाँदेखि आउनुहुन्छ भुटान सबैजना भुटान हो उहाँ चाहिँ गुरु कुछ सम्भव होला सम्भव लगभग सबै 70-60-70 वर्षको हुन्छ 40 वर्षको टाढोदेखि कुछ सम्भव हामी अहिले तिमालमा आइपुगेका छौँ लगभग हामी 150-200 जना भइसकेको छ यहीँको मात्रै भनेर हुँदैन एकदम डेन्जर नै हो यहाँ चाहिँ गुरु हुनुहुन्छ उहाँले चाहिँ सबै गाइड गर्नुहुन्छ भुटानी भाषाबाट ठेकाले बोर्दोला ला एकछिन पछि ला उहाँलाई चाहिँ सबै कुरो थाहा रहेछ त्यही भएर चाहिँ उहाँ चाहिँ गाइड गर्न आउनुभएको रहेछ भुटानदेखि हाम्रो तिमालमा हजुरहरू पनि आउनु होला त्यो चाहिँ हाम्रो तिमाल हो तिमालको चाहिँ तपाईँको तेरमाल भन्नुपर्ने ठाउँमा तिमाल भएछ अहिले यो भुतचित्ता
को भण्डारण हो Kadim batianga. एकदम Lagi memang जी नंदी रोक नंदी आता सर ओ आमा कहाँदेखि आउनुभयो भुटान ला ओ नेकोर ला यासानकपो तिमाल यारिना ओ सबैलाई कुचु सम्बो ओ यहाँ कुचु सम्बो यहाँ कुचु सम्बो 아기 구즈상보 야 아기 구즈상보 난 이제 봐 좀 있나 야 티말라 알았어 어 쌀 마올라나 쌀나 렌 마올라다 ल हेर्नुहोस् गुरुहरूले कस्तो मजाले एकदम भन्नुहुन्छ उहाँहरू सबै हजुरहरूले चिन्नुहुन्छ भने यो तिमाल हो तिमाल चाहिँ हाम्रो कति धेरै माया गरेर सबैजना आउनुभएको छ हाम्रो यहाँ नेपालको पनि होइन उहाँहरू भुटानदेखि तिमालको चाहिँ नेकोरको लागि आउनुभएको उहाँ बौद्धदेखि कच्ची बाटो लगभग तपाईँको 20 किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ 80 किलोमिटर तपाईँको बौद्धदेखि आउनुहुन्छ उहाँहरूको नेकोरको लागि हजुरहरू पनि आउनुहोस् हाम्रै तिमाललाई माया गरौँ सबैजना आउनुहुन्छ यो माथि तपाईँको तेह्र हो तेह्रमाल भन्छ माथिको ढुङ्गर भन्छ यो माथिको सबै पेचर छेउहरू भन्छ दिदी कस्तो लाग्यो हजुरहरूलाई हाम्रो नेमा तामाङहरू यहाँ हेर भुटानदेखि आउनु भएको छ उहाँहरू कस्तो लाग्यो तपाईँहरूलाई खुसी छ खाना खानुभयो ओके अब यो 2 दिन पछाडि चाहिँ 108 वटा लुङदर हाम्रो यहाँ राख्दै रहेछ लोसारको लागि भुटानी भाषामा मलाई केही पनि आउँदैन तर 108 वटा लुङदर चाहिँ माथि बाटोदेखि यहाँसम्म 108 वटा लुङदर पर्सिको दिनमा ठडाउँदै हुनुहुन्छ अझै राम्रो हुन्छ 108 वटा लुङदर त्यो बाटोमा ठडाउँदाखेरि कस्तो देखिन्छ होला तिमीहरूलाई हजुरहरूले सोच्नै सक्नुहुन्न ओके अहिले हामी लगभग आधी घन्टाको भिडियो हामी भइसकेका छौँ म यहाँ ढुङ्गर पुग्छु एकदम यो भन्छ ढुङ्गर या गुरु डफु हो अहिले सबैजनालाई तपाईँहरूलाई देखाउँछु उनको नाना खालाङ खालाङ ती दिल्रो कुनफिनको यहाँलाई नि कोरबार फेपका मुलौ दाहिने छ्या गुरुला छ्या उहाँ यहीँको हुनुहुन्छ तामाङ भाषाबाटै बोल्नुहुन्छ है उहाँहरूले तामाङ कठोर हो तिमालमा स्याप्चे छ्याचे है लासो हो ल डिलबु राङजुङ Cucaca tong rangjung. Cucaca kurang borce kurang jung wai. Turun kurla cabla purba tong sigom. Tong thado theja purba. फुर्पा वाउ Cucaca lama bahasa itu ngarbi lah yang lah bahasa kunale. लासो Kuila siku kate jana nyapa mula nyapa theja ekra hapal sandi talapi mula. लासो Ya bunci. लासो ल उत्पन्न भएको गुरु राङजुङ त ठ्याक्कै छ नि त नि मोबाइलबाट हेर्छौ एकदम ठ्याक्कै आउँछ गुरु राङजुङ यो चाहिँ
यो चाहिँ ढुङ्गार हो ढुङ्गार दोषी फेको माले रङ लगाइ उन्न कति जाला हो यो चाहिँ म फुक्छु है त फर्काइदिन्छ अलिक जोड्ने अलिक फर्काउने एकताल Aso. Manga, kadenci. Ja, kadenci, kuze sambo. Ja. अझै आउँदै हुनुहुन्छ सबैजना तिमलमा नेकोर भन्छ यसलाई चाहिँ हामी हाम्रो भाषाबाट चाहिँ तिमल्ला कुरुरेम्बुर चाहिँ झलपरी फेप्टो सम्बन्धन रसो फ्यापुला तुझे छे तामाङ बासी गेप्सी याङला तिमली तामाङ रिमटिमले एकदम चप्पड हो मुखुन जो आले नाना आँगा चमन मुखुन्दन लोसारला जेबडनमा खबाइकिन लबर लोसारला 2 दिन पछाडिला 108 लुङता थनबाइकिन लमा लालन दानन खुसी मुला रंगनीला लोसार दाङ मुजे आदाङ मुजे वा रंगनीला लोसार दाङ मुसम तिरेम नेक वर लबरी फेपकाउ सुरिनन सिसी क्यामेरा मुला एकदम छिमे बालम हामी छिमे बालम यहाँसम्म आइपुग्यो आमा खुसी भयो आमा हामी कति घण्टाको गाडीमा यात्रा थियो हाम्रो भनेपछि 3 घण्टादेखि 4 घण्टा थियो हैन घण्टा सोमसी घण्टा सिला हो यहाँको बजी हेरेर बिर्सेछ म त 5 बजे हिँडेको हामी अहिले लगभग 10 बज्न लाग्यो हामी याक्सनाको दुदुला भन्ने ठाउँमा गएर फर्केर नेको र स्याप्चेमा फर्किएको हो 5 घण्टा लगभग बस्छ 5 घण्टा अर्कोचोटि पनि आउनुपर्छ है आमा लस आउनुपर्छ नि आमै बाँची बढ्दै भयो भने यो चाहिँ माथि तपाईँको यो एकदमको छ म चाहिँ तपाईँको वर्षको 8-10 चोटि 15-20 चोटि आइपुग्छु तपाईँको आउँदा आउँदै पनि धेरै परिवर्तन भइरहेको हुन्छ यहाँ यो रोसी खोला हो रोसी खोला यहाँबाट रोसी खोला देख्छौ काभ्रेको तिमालको रोसी खोलाको तिरै हो यो बिपी राजमार्ग भन्छ अहिले बाटो सबै बनाउँदैछ 20 देखि 25 किलोमिटर कच्ची बाटो हो हामी 3 दिन अगाडि हामी हलेसी पुगेर आएको थियौँ हलेसी भनेको डफु मरातिकामा तपाईँको लगभग हामी 10 घण्टाको बाटोको यात्रा गरेर फेरि फर्केका हो हामी यही बाटो फर्किँदाखेरि लगभग यो बाटो चाहिँ तपाईँको 2.5 घण्टादेखि 3 घण्टा लाग्छ नेपाल थोकदेखि तपाईँको चौकी डाँडासम्म यो खोलाले गर्दा सबै बाटो बिग्रिएर सबै बाटो खोलामा हिँड्नुपर्ने हुन्छ अब म छिमी बाल्छु
भित्र पनि उहाँले देखाउनुहुन्छ बालो बालो यस्तै टेस्ट धेरै छ मान्छे खाँदैछ भित्र चाहिँ के छ त्यहाँ भित्र चाहिँ गुरुले मूर्ति ध्यान गर्ने ठाउँ चाहिँ त्यहाँ रोटी गुरु ज्ञान लाग्ला गुरु ज्ञान छ लाग्ला ला मुलावटी ढ्याङ्ग्रो छ अरे ज्ञान र ढुङ्गा र डिलबु त्यसो लाइट छैन यसो देखाउनु भयो मोबाइल हजुरहरू केही बत्ती लानु त भयो फोनको लाइट बाल्दा पनि हुन्छ होला होइन हुन्छ तर चिनाउने त हुनु पर्यो नि त नभए त्यही लाग्छ उहाँले चिनाउनुहुन्छ एकछिनपछि त्यो ठुलो भइ सबैले दिन्छ राति बस्छ तपाईँ यतै यत्तिकै छ कोही आउँदैन बस्न सक्दैन आउँदैन माथिसम्म आउँछ यहाँतिर केही उयो त्यो त्यहाँसम्म आउँछ यो भित्र छिर्दैन भात घिउ छ यसरी अनि त्यहाँ बिहान पूजा गरेको चामलहरू हुन्छ केही गर्दैन त्यहाँ त्यो गएर घिउ डल्लाहरू केही पनि गर्दा यत्तिकै छोड्छ त्यहाँ हेर्छ अनि फर्केर जान्छ के रे बाँदरहरू पैसा दिएन किसिमलाई लागिरहनु किसिमका अनि बाँदर हामीले त्यहाँ उडीको मुडी बाँदरै मागे पाउँला ठिक छ हुडी भनेको लङ्गुर के उडी त्यो जान्छ पुच्छर लामो चाहिँ सेतो सेतो कालो खालको निलो कालो तर उबाट मान्छे आएको देख्ने होला नि त हरिणी होला नि त उहाँहरूको घर माथिपट्टि छ उहाँहरूले बोल्नुभएको तामाङ भाषै हो फेरि पुग्नुपर्छ हामी त माथि गाउँमा सिरानीमै सिरानमै हो बिहान चाहिँ बिहान आउनुहुन्छ बिहान आउने बेलुका जाने खानापिना यतै खाना त बिहानै खाएर आयो कतिजना बस्नुहुन्छ तपाईँ 7 जना यहाँ खाजाहरू पनि बेच्नुहुन्छ होइन यहाँ समितिबाट भयो त्यहाँ तपाईँहरूले देखाइदिनु भयो भने साह्रो राम्रो हुन्छ हुन्छ एकछिन यहाँ यहाँसम्म मरामर छ शीतल यो भित्र कि सामान छ अरे त्यहाँ शीतल अहिले त कतिजना हौ तस्तिले ठिकै छ हामी पुग्छौँ आमा कहाँ फेप्सी गर्नुभयो मम्मी यहाँ से तोरमा राम्रो भालेको जजीका मिलाला सन्दर्भहरू स्यान बाली भन्दा सन्दर्भहरू घसा लोग्थ्यो मम्मीका निता तोरमा समितिले मिसी शिवमले हुन्छ रङ्ला सिनु के थारी हामी तोंगनो नहीं ना रंग जा दो कि रंगला सूर्य zaman siang bagade muna nga ting ho nga bosen bia hila mamni ga senior saram do dharma labgyo samman kola ga america japan korea pui jindala pui ba ale jololo za दार्जाम धुर्जाम लामा समय आनीजी खुयो उनाको चाहिँ के समय लामा आनीजी दिलाजी यो त 20-22 वर्ष थियो दाजी बोल्छ खुसी पुई भरी सोरङलाई धर्म लाउ तब
तातोरमा ल्याले यहाँ तामाङ भाषा पाउने गर्दा एकदम खुसी छ कि हल्ला मान्छे दिलामा भिसा है तामाङ यहाँ मेन पाउना ओहो तिर भाषा हुन्छ तामाङ भाषा सेपछि सेकै आसेपछि नेपाली त माङले निर्वाचन आगो बालामा लेखाइ उनी त्यो ठिक हो नि यहाँ तामाङ पनि तिमालले तामाङ बढी यहाँ तेमाले रोइटिम माइजाम टिम माइजाम तेमाले तिमीहरूले तेमाले मिसिम तामाङ दाम पाङ्गो थियो यस्तो पनि छ हाम्रो गाउँमा जस्तो तस्तीले यो चाहिँ घुरुनेमा चाहिँ यस्तो छ सबैजना आउनुहुन्छ सफा नै गर्नुहुन्छ चेपन त मुला सफा नुला हेप्पी लोसार तस्तीले Yang cuk lari jaza to kama jaza lanon gyam non acha pusai orang pargari hila nam dai ko bira sutai non yang la cha panda si to gamula ka hi gamula नाम खासिन्दी बम अनि त फेपका छैन र दिदी नाम yang la lasi jaza cha ba min na de हैन lasi jaza cha ba min यहाँ राजा खाएमा पिस दाजु नेता hai pai sa je ya la ba ko di di la हिँड्जे समय खजाल मलाई लाल लाल मैले बिस्तार so sam ta che ma le pai san sa sa gyam ne sa मम कति वर्ष त त्यो मम 60 वर्ष त mam nam bridge kha ja le रिता भ त खाइदिन्छ ए तेरा त 74 वर्ष दाजु मम्मी नाही 60 वर्ष दाजु मम्मी 2 वर्ष 3 वर्ष के अरे 12-13 वर्ष कम मानि मम्मी बढी जाँदा चाहिँ महिना 50 singan jen da jiyo 50 kam da yi उनीहरू नाङ्छन् नि दाजु नाङ्छन् दाजुमा ल्याए उमेर न जा कम हो मम नजारी म खेप दोमरामा जम्मा 34% दाजु नि Siapa malu sih? खेप दोमरामा होला 40 mana re Mang balik. Siapa? Sang di suatu ni mau ngalah ngabanda, sabar sabar. नराली भन्छ कि जेत्री Ini ni zabanda. चुरीहरू झमन भुटानी खा भयो कि Eh, कसरी गाडी 6-7 वटा होला ni itu pun kan. तोल खाली गर्नु बाटी त होता ला Kai kamu pasti sih kue. Yo kan. यारिना कोण पडतो होता तोल यारिना म त यहाँ लामासँग कुरो गर्दैछु है सबैजनाले टेको सुन्नुहुन्छ मेरो कोही जा साग्ने बा हेर जा यसैबाट त हामीले सबै खान्छ है त्यो आजलाई चाहिँ गाडी जाने होला खाइ ओजा छिमेकी जान्छु चाहिँ छु चलाउने तरिका हुन्छ कि त्यसै
या कोल बात पाल Ini siapa baru? Tidak ada saya juga. Dia ini tu bengal baru. Urbar jabar apa sah milo kom ropi ya cuci. Urbar lang bapak mana sih ya ya dia. Urbar kurang apa kita cuma sah. Urbar ini dah kom. Ropi ya kita. Naya saya sahaja ni kan, dia tu hari hari. Mana dia boleh apa dia boleh? Ini soalnya nama. Naya kan dia ni. Mui jadi rodo ni tadi. Ini mana mana. Nanti hearing na nasa kaya ino. Dem dosi non dua malale. Keren ni lusium. Dosi barablasi. Dosi water nasium. Dosi lusi water nama. Ni Chinese ni Ni tiri ni. माला भी होगी जी तर नंसाला रेट ठीक होला नि रमन ठीक हो कि नंसाला रेट Suami di sini bangga sama kamu deh. कुनै ग्लाइम खराम ते नंसाला So nama tadi mau di mana? मंगो अरे किन Nanti saya melar di mana? Melar dah mau dah cina. सो ओले नंसाला रे ओले ग्रेन्जा Dengan dia lah. Itu 25 saya bilang. Tu dah le. हां我在 2025 saya bilang俺昨天才把这俺这东西刚里，晒的垃圾。 आज बडी ग्लारिम नाइ कदै पाउँला थे उ यारे नाइ दर्ना ब्राने 250 300 400 हिँड्ने Kim mà điểm tông căng gì? Kim mà điểm. Nghe giờ sao bây giờ say nó मैले यो त 500 भिडियो Itu orang kata le. Curi non bangsa non malah ya le tu dam. Tu kata Có sa. ra giờ tin say. Tu kata bangsa juta. Tu kata sa tin sai. Tu kata sai. Tôi chỉ có trai thằng nhà thì nhá, na lên thằng đi bao giờ đi mà là bà say mũi. Đi thế bao giờ Mau ngomong nara nanti. na lên thằng mà. Ni rem problem ni tu jalan ni baru. Đi thế bao giờ distribute đi na. Genze Foundation'un suda böyle çalışıyor. Şimdi 조공도 시다 지는데 면은 딱선 상고 통화도 정리돼 समिति याम जन धानी ग्रामीण गजरे रे लुङदर का 제자들에게 프로그램만 Sami đi làm chuyện đúng năm năm mà đấy. Sami đi cái đến xoay xoay tập trung là. नंगर थान्दो लुङदर जम्मा Khai đi đúng giờ phải làm tập trung giờ. 연교 탐색라 케브로 징계리 좀더 심하다. 포유쇼 라틴 모든 도제 꾸루 108 करोड Problem là chỗ chấm mà thế khai 세계적인 là 여신시의 시집을 시대의 표 탈소소가 땅과 도저지 선물을 그쪽으로 징계 다다 지지 우리는 별력이 신경을 잘못하다 주된 빼만 매를 잘랐었는데 되게 나이 두배 싸던 무인매 바쁘신 데가 하나는 출루소 마치는 예력진
거에랑이 개불 징계로 양대 치수 계약을 낮추시오 못될 삼아라. 문도들 경계 다적 잘라서 어디 봐지 그렇게 제가 위도 남사 지금 양수가 봐. 제당 표현 동료들이요. 이게 तामाङ भाषा हो 내용이 직접 उहाँको तामाङ भाषा चल्छ त्यसैले तामाङ भाषा गरेको तामाङ भएर गर्व भयो त्यही भएर तामाङ भाषा गरेको तामाङ तामाङ हुनु मान्छे चाहिँ मैले तेमाला पिउर्ने 저를 뒤지게도 지난 거는 그때 너도 시험도 кино 당님이 중에서 एक घन्टा नजिकै खिच्ला 왕당 농담 소리 지는 हुँदै भन्छम्म तिनी चाहिँ खिचललाई पुइ गऱ्यो कि जम्मा 이제 또 전전한 상황에 신체 먹고 좀 되는 좀 링크를 유튜브에 치우시 김변이 단단히 지금 양으로 지금 이제 내 친구 봐요. 남전도 3일 이제 남전